साथीहरु, फेरि आज 6 मन्थ प्लसको बेबीलाई बेबी फुड बनाऊँ है त। एउटा पेनमा मैले बटर हालेँ अनि बटरमा 2 चम्चा जति सुजी एड गरेँ र एकछिन बुटी गरेँ। धेरै बेरसम्म बुटी गर्नु हुँदैन। अनि एकछिन बुटी गरेपछि त्यसमा मैले 6 वटा जति मखवाना एड गरेँ। अनि मखवानालाई नि एकछिन बुटी गरेँ। एकछिन बुटी गरेपछि फेरि त्यसमा मैले पानी एड गरेँ। एकछिन पकाएपछि एप्पलको बोक्रा फालेर एप्पल पनि एड गरेँ। अनि त्यसमा 2टा काजु पनि एड गरेँ। अनि एप्पललाई धेरै बेरसम्म पकाउनु मिल्दैन। अनि त्यसमा मैले स्विटको लागि खजुर एड गरेँ। एउटा बेबीहरूलाई 1 वर्ष मुनिको बेबीहरूलाई सुगर दिनु मिल्दैन। मैले स्विटको लागि चाहिँ खजुर एड गरेँ। अनि एकछिन चलाएँ। धेरै बेरसम्म एप्पल पकाउनु मिल्दैन, न्युट्रिसन घट्छ भनेर मैले फेरि ग्यास बन्द गरिदिएँ। अब अनि एकछिन सेलाएपछि मिक्सरमा पिसी गरेँ। पिसी गरेर राम्रो एउटा बेबी प्युरी रेडी गरेँ। अनि मेरो छोरीको यो फेभरेट खानेकुरा हो, उसलाई एकदमै मन पर्छ। अनि उनी अनकन नगरिकन खाइन्। थ्याङ्क यू।